भोटो जात्राको किम्वदन्ती रातो मच्छिन्द्रनाथको रथयात्रासँग जोडिएको छ। धेरै समय अगाडिको कुरा हो। एकजना ज्यापो किसानले कर्कोट नागराजकी रानीको आँखाको रोग निको पारेर ठुलो गुण लगाएका थिए। त्यसको इनाम स्वरूप नागराजले उनलाई रत्नजडित एउटा चम्किलो भोटो बाउला नभएको ज्याकेट उपहार दिएका थिए। एक दिन किसानले खेतमा काम गर्दा उक्त भोटो फुकालेर राखेका थिए, तर त्यो रहस्यमय तरिकाले चोरी भयो। त्यसको केही समयपछि रातो मच्छिन्द्रनाथको जात्रा हेर्न जावलाखेल पुगेको बेला किसानले त्यही भिडमा एक भूत वा लाखेले आफ्नो भोटो भएको दाबी गरे भने भूतले पनि त्यो आफ्नै भएको भन्दै विवाद गरे। त्यहाँ कसैले पनि भोटोको वास्तविक प्रमाण जुटाउन नसकेपछि उक्त भोटोलाई रातो मच्छिन्द्रनाथको जिम्मा लगाइयो। तबदेखि अहिलेसम्म यो भोटो कसको हो र कसले यसको सक्कली प्रमाण ल्याउँछ भन्दै हरेक वर्ष जावलाखेलमा रातो मच्छिन्द्रनाथको रथयात्राको अन्तिम दिन भोटो प्रदर्शन गर्ने परम्परा चलिआएको छ। आजसम्म पनि भोटोको वास्तविक मालिक नआएकोले यो परम्परा जेको त्यही छ।